बुद्धि बङ्गारा निकाल्दा बुद्धि जान्छ भन्ने भ्रम एकदमै सामान्य तर पूर्ण रूपमा अवैज्ञानिक र गलत मान्यता हो। यो केवल परम्परागत जनविश्वास हो जुन पुस्तौँ पुस्तादेखि फैलिँदै आएको छ। बुद्धि बङ्गारा भन्ने नाममै बुद्धि शब्द जोडिएको हुनाले धेरैले यसलाई बौद्धिक क्षमतासँग सम्बन्धित ठान्छन्। बुद्धि बङ्गारा निकाल्दा बुद्धि जान्छ भन्ने कुरा केवल भ्रम हो। बुद्धि बङ्गारा अन्तिममा उम्रने दाँत हो जुन प्राय 17देखि 25 वर्षको उमेरमा देखा पर्छ। यदि बुद्धि बङ्गाराले कुनै पनि समस्या दिइरहेको छैन भने यसलाई निकाल्नु आवश्यक छैन। यदि बुद्धि बङ्गाराले गिजामा इन्फेक्सन, मुख खोल्न गाह्रो भएको, काला सुन्निएको वा काला टोकिएको जस्ता समस्याहरू निम्ताइरहेको छ भने दन्त चिकित्सकसँग परामर्श गरी निकाल्न उपयुक्त हुन्छ।